निम्ति एउटा पुत्र दिनुभएको छ। शासन उहाँको हातमा हुनेछ। उहाँको नाउँ उदयका युक्ति निकाल्नुहुने पराक्रमी परमेश्वर सनातनका पिता शान्तिका राजकुमार कहलाउनु हुनेछ है। यहाँ प्रभुले वचनले भन्नुभएको छ, प्रभु यीशु ख्रीष्ट जन्मेको उद्देश्य नै यो हो। कुनै व्यक्तिलाई चाहिँ, कुनै जनलाई चाहिँ कुनै ख्रिस्टान बनाउनु भनेर आउनुभएको होइन। उहाँ चाहिँ एउटा पापी व्यक्तिलाई, लडेको व्यक्तिलाई र उहाँ रोगी व्यक्तिलाई प्रभुले बचाउन आउनुभएको है। प्रभु यीशु ख्रीष्ट चाहिँ प्रभु बचाउन आउनुभएको। प्रभुको उद्देश्य नै यस्तो छ है। प्रभु चाहिँ उहाँ गाईको गोठमा जन्मिनु भएको थियो। उहाँ चाहिँ एउटा, उहाँको शरीरमा एउटा कपडा पनि थिएन है। र उहाँ चाहिँ एउटा त्यो परालको छानीमा बसेर उहाँ त्यतिकै उहाँ जन्मिनु भयो। र उहाँ चाहिँ कसरी जन्मिनु भन्दाका चाहिँ पवित्र आत्माको द्वाराबाट जन्मिनु भएको है। यो उद्देश्य नै प्रभुले भन्नुभएको छ, तिमीले सारा जगतमा गएर प्रभुले सुसमाचारहरू बाँड र सुसमाचारको सन्देशहरू गाऊ भनेर आजको दिन चाहिँ यो प्रभु यीशु ख्रीष्टको जन्म उद्देश्यमा चाहिँ यो केक ल्याउनु भएको छ है। यहाँ ड्राइभर युनियन दाजुहरूले र मलाई बोलाउनु भएकोमा पनि मलाई एकदम म खुसी छु है। मलाई एउटा अपर्च्युनिटी दिनुभयो है। मलाई गर्व लाग्यो र मलाई यसरी प्रभुको नजिकको छेउमा आउने मलाई योग्यताको व्यक्ति बनाइराख्नु भयो है। प्रभुले चाहिँ कसैलाई पनि छुट्याउनु भएको छैन। प्रभुले चाहिँ सबैलाई प्रेम गर्नुभएको छ, माया गर्नुभएको छ। प्रभुले अँगालो मार्नुभएको छ है। र म सानो यति नै कुरो भन्दैछु र सानो प्रार्थना गर्नेछु है। प्यारो प्रभु, तपाईँ महान परमेश्वर बुवा हुनुहुन्छ, किनभने तपाईँ प्रभु, तपाईँ कति योग्य प्रभु तपाईँ हुनुहुन्छ। तपाईँको जन्म उद्देश्यमा चाहिँ प्रभु तपाईँ आजको दिन यो मौका प्रभुले अपर्च्युनिटी दिनुभएकोमा धन्यवाद छ प्रभु। यो प्रभुको जन्म उद्देश्यको बर्थडेको दिन चाहिँ प्रभु प्रभुले आज हामीलाई यसरी प्रभु तपाईँ ड्राइभर युनियन परिवारमा पनि प्रभु प्रभुले आज यो हर्ष मनाउने, उद्देश्य मनाउने प्रभु तपाईँ यो मौका प्रभुले दिनुभयो, अपर्च्युनिटी दिनुभयो। प्रभु धन्यवाद छ। अब प्रभु यो केकहरू हामी काटिने चाहिँ छौँ प्रभु तपाईँ यसमा ग्रहण योग्य गर्नुहोस् र तपाईँको आशिषले सबैलाई भर्नुहोस्। र प्रभुलाई यो चाहिँ आज प्रभुले भन्नुभएको छ, म चाहिँ जन्मेको, म पापी व्यक्तिको निम्ति जन्मेको, लडेको व्यक्तिको निम्ति जन्मेको र म रोगी व्यक्तिको लागि जन्मेको। म कुनै व्यक्तिलाई म ख्रिस्टान बनाउनु आएको होइन र म प्रभुको सन्देशको लागि आएको भनेर प्रभुले भन्नुभएको छ। प्रभु यो समयमा चाहिँ आज हामीलाई मौका दिनुभएकोमा धन्यवाद छ। सम्पूर्ण प्रार्थना तपाईँको चरणमा राख्छु, प्यार गर्ने पवित्र चरणबाट। आमेन। बस यो जग्गाको लागि अलिक प्रार्थना है।